सकियो यति मेरो 1 मिनेट चाहिँ नसुन्ने भएको थियो मान्छे हैन त्यो म नेपालको संसद हो र अर्को कुरा दलको प्रमुख सचेतक हो संसदको संघीय तलबै लिन्छु त म जनताबाट जितेर आएको सांसदले तलब खान्छ तपाईलाई टाउको दुखाइ केही छैन हामीले टाउको दुखाइ हैन कि यो खालको आरोप गणतन्त्रवादी सांसदहरूले लगाउँछन् तपाईलाई लगाउँछन् त म सरकारको रिस पत्रकारमाथि अनि अब सबैको तगारोमा हामीले देश र जनतालाई फ्रीमा सुसूचित गर्नु परेको छ दर्शकबिन यही छ हाम्रो अवस्था तपाई हारेर आएको त हामीले भनेको छैनौं त्यो भए उनाले पन अगाडि छ सम्माननीय प्रधानमन्त्रीज्यू यति बेला ज्ञानेन्द्र शाहलाई अनुसन्धानमा तानिदै हो के मानिनु त पर्छ प्रधानमन्त्रीको पूर्व राजा ज्ञानेन्द्र शाहको सरकारलाई हो अनुसन्धानको दायरामा आउनु पर्दछ मैले संसदको तलब लिन्छु भने त स्पष्ट तलब लिन्छु त्यो मेरो अधिकार हो तलब लिएन भने म कसरी बाँच्छु भ्रष्टाचार पो गर्न पाएन नि त सेवा सुविधामा तपाईको संसदको म दलको प्रमुख सचेतक हाम्रो कुरा के एकछिन सुन्नुस् न म सुन्दैन तपाईको कुरा तपाईले बायस काम गर्नुभयो पहिला सुन्नुस् न एकछिन सुन्नुस् न पहिला अर्को कुरा म युवा सांसद हुनुहुन्छ जो समपति युवा हो बुझ्नु पर्यो युवा हो तर माओवादी युवा हो समस्या त्यहाँनेर पत्रकार होइन पार्टीको युवा तपाईँ त सुन्नु न पहिला मेरो प्रश्नको त म संसदको सदस्य हो संसदको सदस्य भएपछि मैले तलब बक्काइदा लिन्छु गएर तपाईले मेरो ब्याङ्क स्टेटमेन्ट हेर्न सक्नुहुन्छ मेरो अधिकार हो उसो कुरा म राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको प्रमुख सचेतक हो जुन संविधान र जुन संसदले जुन सुविधा दिएको छ त्यो सुविधा मैले प्रयोग गरेको छु भनेर संसारभरि बोलेको छु त संविधान मान्नुहुन्न नि त कसले संविधान 274 तपाईले पढेर आउने नपढिकन फ्याक्ट बोल्ने संविधानै मान्नुहुन्न एकछिन तपाईलाई म एउटा प्रश्न सोध्छु नेपालको संविधानको धारा 274 ले के भन्छ पढेर सुनाउनुस् न पढेर सुनाउनु न सबै बुझ्दैन सबैले कन्ठका हुन्छ मित्र साथीले पढेर सुनाउनु 274 मात्र पढेर हुन्छ हैन त्यो 274 ले नै भन्छ तपाई संविधान आफू नपढ्ने अनि अर्काले यो के आउँछ भनेर तपाईले काम गर्ने के भन्छ भनेर सुन्नुस् यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भन्ने लेखेको छ सकियो यति मेरो 1 मिनेट चाहिँ नसुन्ने उहाँले आफ्नो कुरा संसदले राख्नुभयो हाम्रो कुराबारे केही विशेष संसद एउटा सार्वभौम नागरिकहरूको मतबाट निर्वाचित भएको जनप्रतिनिधिमूलक महत्त्वपूर्ण सर्वोच्च संस्था हो यो संस्था विधि र प्रक्रियाबाट अगाडि बढ्छ संसदको नियमावली बमोजिम अगाडि बढ्छ संविधान बमोजिम अगाडि बढ्छ संसदीय मूल्य र मान्यतालाई यसले काहीँ कतै पनि कोही सदस्यले यसलाई कुल्चन पाउँदैन अनादर गर्न पाउँदैन हामीले यहाँले भनेकै जस्तो केही देख्यौं म प्रष्ट शब्दमा भन्न चाहन्छु यो गणतन्त्रको संसद हो गणतन्त्रको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बमोजिम निर्वाचनमा सहभागी भएर जितेर आएर यो संसदमा यो संविधानका विरुद्धमा यो व्यवस्थाका विरुद्धमा कोही कसैलाई पनि यस प्रकारले जथाभावी बोल्ने अराजक शैलीमा प्रस्तुत हुने छुट कसैलाई छैन सडकमा राजावादीको ब्यानर बोकेर अराजकता विध्वंस मचाउने आगजानी गर्ने तोडफोड गर्ने जिउँदै मान्छेहरू मार्न लगाउने अनि निजी र सार्वजनिक सम्पत्तिहरू तोडफोड गर्ने समाप्त पार्ने जे खालका विध्वंसहरू सडकमा पनि राजावादीको ब्यानरबाट गर्दैछन् गरिरहेका छन् हिजो हामीले त्यो देख्यौं र सदनमा पनि त्यही राजावादीको ब्यानरमा बोकेर यस्तै प्रकारको हरकत काहीँ कतैबाट कोहीबाट हुन खोज्छ भने यसलाई संविधान र कानून बमोजिम संसदीय अभ्यास र मूल्य मान्यता बमोजिम यो संसद अगाडि बढाउने कुराको नेतृत्व सम्मान्य सभामुखज्यूले गर्नुहुनेछ गर्नुपर्छ त्यस हिसाबले आजको हाउसमा केही छिटपुट कोही सदस्यलाई केही भन्न मन लाग्यो भने नियमावली बमोजिम भन्न पाउँछ तर तपाईले देख्नुभयो लगातार 4 दिनदेखि प्रतिपक्षले यो हाउसमा प्रधानमन्त्रीको खोजी गरेर प्रधानमन्त्रीको सम्बोधनको अपेक्षा गरेर हाउस बन्द गर्ने तिनै साथीहरू हुन् तिनै प्रतिपक्षको बेन्चमा बस्ने तिनै सांसदहरू हुन् प्रधानमन्त्री चाहियो प्रधानमन्त्रीको सम्बोधन चाहियो भन्ने जब सम्माननीय प्रधानमन्त्रीज्यू सभामुखको अनुमतिले रोस्टरमा बोल्न पुग्नुहुन्छ त्यतिखेर तिनै सांसद अनि जथाभावी ढंगबाट प्रधानमन्त्रीको बोल्ने
अनुमति प्राप्त भएपछि बोल्ने उहाँको जे विषय थियो त्यसमा अवरोध सिर्जना जसरी गरियो यो खेदजनक छ, आपत्तिजनक छ। यस्ता कुराको प्रवर्धन यो संसदमा हुन सक्दैन, हुन दिन हुँदैन। त्यसकारण हामीले पनि यस्ता कुराहरूलाई गर्न छुट दिन सकिँदैन, गर्न हुँदैन भनेर सम्मानज्यूको पनि ध्यानाकर्षण गरायौं। र फेरि पनि भन्न चाहन्छु, संसद विधिबाट चल्छ, नियमावली बमोजिम चल्छ। एउटा चाहिँ हरेक सांसदले मेरो जवाफदेहिता के हो, जिम्मेदारी के हो भन्ने कुरा बुझेर आफ्ना व्यवहारहरू गर्नुपर्छ भन्ने कुरा हामी पनि यसमा सचेत छौं, अरू पनि सचेत हुनुपर्छ भन्ने हाम्रो आग्रह रहन्छ। राजावादीको केही सांसदहरू पक्रा परेछ हैन? अहिले केही सांसदहरू यहाँ यसरी हंगामा ठाडो चुनौती दिएर प्रधानमन्त्री बोलिरहेका समेत बोल्न नदिकन अवरोध गरिरहेका छन्। यसले सामान्य रूपमा हेर्न सकिन्छ। यसैमा थपिन्छ, संसदले राजा पूर्व राजा भन्ने शब्द चिन्छ कि चिन्दैन? संविधानमा नलेखिएका शब्दहरू संसदका कल्चरहरूमा यी यस्ता विषयहरू आउन सक्दैन, पूर्व भइसकेका विषय हुन्। राजावादीका नामबाट अहिले पनि संविधानलाई नचिनेका चाहिँ शब्दहरू यस हिसाबले काहीँ कतै प्रकट अस्ति यो विषय पनि भयो, राजाका नामबाट, श्रीपाजका नामबाट भनेर जे कुरा भनिएको छ सदनमा मात्रै होइन, सदन बाहिर पनि यो कानून विपरीत कुरा हो। यसैमा तपाईको नियमावली किन हुँदैन? हामीले यो विषय नियम आपत्ति गरिरहनु पनि पर्ने विषय होइन। यो स्वतः सिद्ध कुरा के हो भने हरेक सांसदले, हरेक संसदका सदस्यले संविधान विपरीत, नियमले विपरीत काम क्रियाकलाप भइरहेको अवस्थामा सभाको चेयरबाट पनि यस्ता कतिपय कुरा रुलिङ हुनुपर्छ। कतिपय अवस्थामा केही विषयहरू नियमापत्ति नभए पनि स्वाभाविक प्रक्रियाबाट यसलाई संसदको चाहिँ चेयरबाट व्यवस्थित गर्ने कुरा त्यो उहाँको अथोरिटी पनि हुन्छ। कतिपय अवस्थामा नियम आपत्ति नभएको हुन सक्छ, तर कतिपय अवस्थामा नियम आपत्ति नभयो भन्दैमा जथाभावी बोल्ने अधिकार कोही पनि संसदका सदस्यलाई हुँदैन। यी यस्ता विषयहरूमा हामी सचेत छौं। गम्भीरताका साथ आजको सम्माननीय प्रधानमन्त्रीले बोल्दै गर्दा विशेष गरी राप्रपा सम्बद्ध सांसदहरूले गरेको व्यवहारबाट हामी दुखित छौं। हामीलाई त्यसले जसरी अस्ति तिनकुनेमा जे घटना बाहिर भयो त्यस्तै प्रकृतिको संसदमा पनि गर्ने, त्यस्तै प्रकृतिको संसदमा हुलुजत गर्ने, अराजकता मचाउन खोज्ने जे प्रवृत्तिहरू ती सांसदहरूको तर्फबाट के मान्यजीहरूको तर्फबाट भयो, यो कुरा दुःख छ। भोलिका दिनमा यो आजको पार्लियामेन्ट सकिसकेपछि, बैठक सकिसकेपछि हामी यसका बारेमा गम्भीर समीक्षा संसदभित्र, संसदको कार्यव्यवस्था गम्भीर ढंगबाट यसको छलफल हामी गर्छौं। र म तपाईलाई एउटा कुरा भन्न चाहन्छु, हरेक बैठकमा, बैठक पूर्व आजको बैठक कसरी लैजाने भन्ने सन्दर्भमा हामी चाहिँ प्रमुख यसका पदाधिकारीहरू, प्रमुख सचेतकहरूको सम्मान्यज्यूसँगको छलफल हुन्छ। कतिपय आफूलाई लागेका विषयहरू सम्बन्धित दलले प्राप्त गर्ने समयमा राख्न सक्नुहुन्छ, चित्त बुझेन भने त्यसमा खण्डन, वाद विवाद, प्रतिवाद हुन सक्छ। देशको प्रधानमन्त्री रोस्टरमा उभिँदै गर्दा, बोल्दै गर्दा यस हिसाबले अमर्यादित अराजक ढंगबाट जे प्रस्तुति भयो, आइन्दा यस्ता कुराको पुनरावृत्ति नहोस् भन्नेतर्फ हामीले कार्यव्यवस्थाको चाहिँ बैठकमा अविलम्ब हामी बैठक सम्मान्यज्यूसँग अहिले यो बैठक सकेपछि हामी माग गर्छौं कार्यव्यवस्थाको, त्यसमा यसको बारेमा छलफल गरेर आवश्यक निर्णय गरेर अगाडि बढ्छौं। हस्, थ्यांक यू। ठिक छ, यहाँले अहिले जे विषय राख्नु भएको छ हामी यसलाई गम्भीरताका साथ यो विषयहरू विगतमा नउठेको होइन। कतिपय अवस्थामा नियम आपत्तिकै रूपमा आयो आएन भन्ने यहाँको प्रश्न पनि रह्यो। यो हाम्रो लागि थप यो यहाँहरूको सुझावलाई पनि हामीले ग्रहण गर्छौं। यी यस्ता विषय जो संविधान र नियमावली विपरीतका शब्दहरू जहाँ प्रयोग भइरहेका छन्, संसदीय अभ्यासले नचिन्ने विषयहरू छन्, यस्ता विषयहरूमा पुनरावृत्ति नहुनेतर्फ यो हाउसलाई लाने गरी हामीले भूमिका खेल्छौं। हस्, थ्यांक यू, नमस्कार, धन्यवाद हजुर साथी। गरेको युद्धको सबै दोष माओ सेतुङलाई लगाइदिउँ न। एमाले गरेका जति पनि अराजक छन्, मरिसकिया लेनिनलाई लगाइदिउँ कि मार्क्सलाई लगाइदिउँ, यस्तो पनि परिभाषा हुन्छ। राज संस्था भनेको विचार हो, कुनै पनि जनताले त्यो विचार बोक्न पाउँछन्। संसारभरि मुलुक अहिले जति पनि हामी नेपालीहरू काम गर्न जान्छौँ ती सबै देशहरू राज संस्था भएको देश। उदाहरणै लिएर भन्ने, अस्ट्रेलिया राज संस्था भएको देश हो, क्यानाडा राज संस्था भएको देश, न्युजिल्यान्ड राज संस्था भएको देश, स्पेन राज संस्था भएको देश, बेलायत राज संस्था भएको देश, जापान राज संस्था भएको देश र अब खाडी मुलुक त सबै राज संस्था भएका देशहरू, दुबई, कतार देशहरू भने राज संस्था एउटा विचार हो। त्यो विचारका बारेमा कसैले आवाज उठाउँदैन, त्यो विचारका विचारकहरूलाई दोषी ठहर गर्न मिल्छ। यहाँ मार्क्सवादको कुरा उठाउँदै गर्दा के मरिसकेका मार्क्सलाई दोष दिन मिल्छ? यहाँ लेनिनको कुरा गर्दै गर्दा एमाले त लेनिनवादी हुन् नि, लेनिनको दोष गर्दै गर्दा होइन। तपाईँ यहाँहरूको त्यसलाई गर्नु
गर्नुपर्छ भन्ने कुरा जस्तो नि पूर्व राजासँग जुन एउटा सम्झौता भएको थियो महाराजज्यू होइन त्यो सम्झौता